आज चाहिँ मिरर सेल्फीबाट मैले चुटकी बजाएर चाहिँ रेडी भएँ। कहाँ जानको लागि चाहिँ मैले यस्तो चुटकी बजाएर रेडी भएँ, हेरौँ है त। हेलो एभ्रिवान, वेलकम ब्याक। मैले चाहिँ आज हजुरहरूको लागि एउटा नयाँ भिडियो लिएर आएको छु। एज यु अल नो होइन, मैले त सुरुमा भन्दिनँ म कहाँ जान लाग्दैछु, के गर्दैछु भनेर। सो त्यसको लागि चाहिँ हजुरहरूले चाहिँ मेरो भिडियो अन्तिमसम्म हेर्नु है त। अहिले चाहिँ रातिको 9:44 गइसकेको छ। धेरै बेर पछिको इन्तजार पछि चाहिँ हामी फाइनली बस पनि चढ्यौँ। तर गाइस यति धेरै जाम रहेछ होइन, गाडी ट्रक अलिकति पल्टेको भएर चाहिँ जाम लागिरहेको रहेछ। हामीलाई चाहिँ हेटौँडादेखि पत्लैयासम्म जानलाई गाइस ठ्याक्कै 2 घन्टा लाग्यो। यो जब आधी घन्टाको बाटोलाई चाहिँ हामी जाममा परेर हामीलाई चाहिँ अहिले लास्ट सिटमा राखिदिएको थियो कि, किन भन्दा त्यहाँ पत्लैया झर्ने मान्छे चाहिँ हाम्रो सिटमा बस्नु भएको रहेछ। सो त्यही भएर चाहिँ उहाँहरू पत्लैयामा झर्ने हुनुहुँदो रहेछ। अनि फाइनली 2 घन्टाको पर्खाइपछि चाहिँ हामीले पत्लैया पनि पार गऱ्यौँ। अनि हामी चाहिँ हाम्रो आफ्नै सिटमा बसेर अब लाग्यौँ हाम्रो गन्तव्यतर्फ। निजगढ पनि कट्यो, चपुर पनि कट्यो। अनि हामी चाहिँ यति धेरै थाकिसकेको थियौँ कि एकैचोटि बिहान भएपछि मात्र मैले अरू क्लिपहरू लिएँ। रातिबाट बिहान भइसक्यो गाइस, हामी अझै ट्राभल गरिरहेको थियौँ, अझै पनि हामी ट्राभल गर्ने नै छौँ। हेर्नुहोस् न यहाँ चाहिँ कस्तो राम्रो भ्यू के है। यो उता तलको बाटो गयो भने चाहिँ गाईघाट गइँदो रहेछ। अनि हामीलाई त्यता मासतिर जानु थियो लिम्चुङबुङपट्टि। यस गाइस, आज चाहिँ हामी लिम्चुङबुङ जाँदैछौँ। अब हामी चाहिँ लिम्चुङबुङ चाहिँ किन जाँदैछौँ त भन्दाखेरि चाहिँ पर्सि साउनको 31 गते चाहिँ मेरो आमाजु दिदीको जन्मदिन रहेको छ। त्यसैले हामी चाहिँ उहाँलाई सरप्राइज दिन भनेर जाँदैछौँ गाइस। जाने निर्णय त लिइयो गाइस होइन, तर यहाँको बाटोको अवस्था हेर्दा त बेकार आइएछ जस्तो फिल चाहिँ भयो है। एकैछिन भयो भने बाटो हेर्नुहोस् न कस्तो छ। अनि यहाँ हाम्रो ड्राइभर दाइ चाहिँ फेरि यो त भर्खर सुरुवातै त हो भन्नुहुन्छ। फेरि हामी अब तराईको मान्छे भइसकेपछि त यस्तो डाँडा पाखाको यो बाटोहरू त हामी त खासै चढ्दैनौँ नि त। हामीलाई त नौलो नै चिज हुन्छ नि त। यो पहाडतिरको चाहिँ यही नै राम्रो चिज हो कि होइन। बाटो जस्तो भए पनि भ्यू हेर्नु न, भ्यू वाउ, भ्यू चाहिँ एकदमै राम्रो हुने क्या है। हामी चाहिँ यहाँको भ्यू हेरेर चाहिँ एकदमै धेरै रमाइरहेका थियौँ। अनि बाटोको कन्डिसन देखेर थोरै ओहो भने जस्तो पनि लागिरहेको थियो, तर पनि केही छैन, हामी जान चाहिँ जान्छौँ है गाइस। फेरि यो बाटोमा गाडी हाँक्ने ड्राइभर दाइहरूलाई चाहिँ मैले मानेको, हेर्नुहोस् न कस्तो छ बाटो। कस्तै गरेर ब्याक गरेर अलिकति ब्याक गर्दै फेरि अगाडि बढाउँदै यस्तो बाटोमा चाहिँ हिँड्दाखेरि चाहिँ हामीलाई चाहिँ मन सिरिङ्ग हुने कि, किन भन्दा यस्तो बाटो त हामी त हिँड्दैनौँ नि त खासै। यताको मौसम फेरि झ्याप्प घाम लाग्ने, झ्याप्प हुस्सुले पुरै कुहिरोले पुरै ढाक्ने भइरहेको थियो। अनि यो हुस्सु धेरै लागेपछि हामीले हिमाल पनि देख्न पाएनौँ कि गाइस। यहाँबाट चाहिँ 8वटा जति हिमाल देखिन्थ्यो अरे क्या, तर हामीले चाहिँ हेर्न पाएनौँ किन भन्दा यस्तो धेरै कुहिरो लागिरहेको थियो नि त। हामीले चाहिँ साउन महिनामा जाडो महिनाको महसुस गऱ्यौँ गाइस। यहाँ आएपछि चाहिँ यति धेरै कुहिरो लागेको थियो, यति धेरै हावा चलिरहेको थियो, हामीलाई त जाडो नै भइसकेको थियो कि। अझै पनि हाम्रो यात्रा चाहिँ जारी नै छ, हामी पुग्दैछौँ। यहाँ चाहिँ अलिअलि पानी पर्ने पनि हुँदै थियो। हामीले चाहिँ एक दिनमा 4वटा नै मौसमको चाहिँ हामीले महसुस लिन पायौँ कि। घाम लाग्दाखेरिको गर्मी, हुस्सु लाग्दाखेरिको जाडो, पानी पर्दादेखिको त्यो जस्तो आनन्दको पलहरू होइन, सबै कुरा चाहिँ हामीले एकै दिनमा चाहिँ हामीले महसुस गऱ्यौँ। हामी चाहिँ लिम्चुङबुङ पनि आइपुगिसक्यौँ। यहाँ चाहिँ हामी नास्पाती पनि टिपेर खायौँ। अनि हामी आउँछौँ भनेर दिदीलाई त थाहा थिएन नि त, त्यही भएर हामीलाई चाहिँ बिनाजु दिन आउनु भयो। यहाँबाट चाहिँ अनि हामी रुम गएर काँक्रो खाएर एकैछिन बस्दै दिदीको पनि आउने टाइम भयो। एन्ड गाइज लेट्स सी हर प्राइसलेस रियाक्सन है त। के छ तपाईँको हालखबर? ठिक छ। आमा हेलो, कस्तो अनुभव भयो तपाईँलाई भन्नु? अनि यहाँ चाहिँ हामी एकछिन भेटघाट गरेर एकैछिन हामी चाहिँ कुरा गरेर बस्यौँ दिदीले र मैले। अनि उता उहाँले चाहिँ पकाउँदै हुनुहुन्छ खाना। अनि दिदीलाई चाहिँ भाइले बनाएको मसरुम एकदम धेरै खान मन लागिरहेको थियो भनेर अनि उहाँले चाहिँ मसरुम बनाउँदै हुनुहुन्छ। अनि हामीले चाहिँ खाना बनाएर खाएर अनि एकैछिन आगो तापेर बस्यौँ। र गाइज आजको लागि चाहिँ यति नै। हजुरलाई मेरो भिडियो कस्तो लाग्यो, मन परेमा लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनु होला। बाई।